ल आजको यो चर्चामा हामी एउटा यस्तो क्षणमा पुग्दैछौँ, एउटा पौराणिक महायुद्ध सुरु हुन ठिक अघिको क्षण। अनि त्यहाँ इतिहासकै सबैभन्दा महान मानिएका एक नायक युद्ध सुरु हुनुभन्दा पहिले नै गहिरो सङ्कटमा फस्छन्। हो, यो कथा हो अर्जुनको विषादको, त्यही विषाद जसले भगवद् गीताको महान संवादको ढोका खोल्छ। अब हेर्नुस्, पुरै कथा, यो पुरै संवाद केवल एउटै प्रश्नबाट सुरु हुन्छ। दृष्टिविहीन राजा धृतराष्ट्र आफ्ना सल्लाहकार सञ्जयलाई सोध्छन्, तर यो कुनै सामान्य प्रश्न होइन। यो त एउटा बाबुको चिन्ता हो, एक राजाको मनको अनिश्चितता हो, जसले हामीलाई कथाको बीचमा ठिक त्यही युद्धभूमिको तनावपूर्ण क्षणमा लगेर छाडिदिन्छ। एकछिन कल्पना गरौँ त, कुरुक्षेत्रको त्यो पवित्र मैदान, यो कुनै सामान्य युद्धभूमि मात्रै थिएन है। यसलाई धर्मक्षेत्र भनिएको छ, मतलब यस्तो पवित्र ठाउँ जहाँ गरिने हरेक कामलाई धर्मको तराजुमा जोखिन्छ। अनि यही मैदानमा रगतको नाताले जोडिएका दुई विशाल सेना एउटा भयानक गृहयुद्धको लागि आम्ने सामने उभिएका छन्। अनि यो लडाईँ यो कुनै गुमनाम सिपाहीहरूको भिड थिएन। सोचौँ त, एकातिर कौरव सेनामा को थिए? पितामह भीष्म, गुरु द्रोण, कर्ण जस्ता महारथीहरू। अनि अर्कोतिर पाण्डवहरूको पक्षमा भीम, युधिष्ठिर र स्वयं अर्जुन। तर यो सङ्घर्षको सबैभन्दा दुःखद पक्ष के थियो होला? त्यो थियो कि यिनीहरू त एकअर्काका गुरु, शिष्य अनि परिवारका सदस्य थिए। आफ्नैहरू विरुद्धको लडाईँ। अब कुराकानी गर्ने, सम्झाउने बुझाउने सबै समय सकियो। युद्धको घोषणा भयो, तर शब्दले होइन, भयो त पौराणिक शङ्खहरूको आकाशे थर्काउने ध्वनिले। यो त्यो क्षण थियो जहाँबाट पछाडि फर्कने कुनै पनि बाटो बाँकी थिएन। युद्धको पहिलो सङ्केत त्यो आयो कौरव सेनाका सेनापति पितामह भीष्मबाट। उनले आफ्नो शङ्ख फुके र त्यसबाट निस्क्यो सिंहको गर्जन जस्तै आवाज। त्यो आवाजले एउटा कठोर सत्यको घोषणा गर्यो, युद्ध अब निश्चित छ। अनि त्यसको जवाफमा पाण्डव पक्षबाट पनि शङ्खध्वनि सुरु भयो। सुरुमा भगवान कृष्णले आफ्नो दिव्य शङ्ख पाञ्चजन्य फुक्नुभयो। त्यसपछि पालो आयो अर्जुनको आफ्नो देवदत्त शङ्खको साथ। अनि शक्तिशाली भीमले आफ्नो विशाल पौण्ड र शङ्ख बजाए। एकपछि अर्को हरेक नायकले युद्धको त्यो आह्वानलाई स्वीकार गरे। उनीहरूको शङ्खको आवाजले त आकाश र पृथ्वी नै गुन्जायमान भयो भनौँ न। जब पाण्डवहरूको शङ्ख एकैसाथ बज्यो, त्यो आवाज, त्यो संयुक्त ध्वनि यति भयानक थियो कि भनिन्छ त्यसले विपक्षीहरूको मुटु नै छिया बनाइदियो। यो खालि आवाज मात्रै थिएन, यो त एक किसिमको मनोवैज्ञानिक हतियार थियो जसले शत्रुको मनमा लडाईँ सुरु हुनुभन्दा पहिले नै डर भरिदियो। अब जब युद्ध सुरु हुन मात्रै लागेको थियो, ठिक त्यही बेला अद्वितीय धनुर्धर अर्जुनले एउटा अनुरोध गर्छन्। एउटा यस्तो अनुरोध जसले आउँदो युद्धको पुरै दिशा नै बदल्न लागेको थियो। अर्जुन आफ्ना विरोधीहरूलाई नजिकबाट हेर्न चाहन्थे। आखिर एक योद्धाको हिसाबले उनी जान्न चाहन्थे कि यो महासङ्ग्राममा उनी वास्तवमा कोसँग भिड्दैछन्। तर सायद उनलाई थाहा थिएन होला कि यो उनको योद्धा मनस्थितिको अन्तिम क्षण थियो, किनकि यसपछि सबै कुरा बदलिनै थियो। सामान्यतया एक योद्धाले शत्रुलाई हेर्दा के देख्छ होला? शत्रु देख्छ, निशाना देख्छ, होइन त? तर अर्जुनले जे देखे नि, त्यसले त सबै कुरा नै उलटपुलट गरिदियो। हो, यही त्यो क्षण हो जहाँ कथा बाहिरी युद्धबाट अर्जुनको भित्री मनको द्वन्द्वमा मोडिन्छ। किनभने उनले अगाडि शत्रु सेना देखेनन्, उनले देखे आफ्नो परिवार। सोच्नुस् त, अर्जुनले विपक्षी सेनामा कसलाई देखे? आफ्नै हजुरबुवालाई, आफ्ना गुरुलाई, मामाहरू, भाइ दाजुहरू, छोरा नातिहरू अनि साथीहरूलाई। युद्धको मैदानको अर्को छेउमा मार्नका लागि आफ्नै प्रियजनहरू, आफ्नै परिचित अनुहारहरू उभिएका थिए। यो देख्दा उनको मनमा कस्तो भुइँचालो गयो होला, कल्पना गर्न पनि गाह्रो छ। त्यो दृश्य देख्ने बित्तिकै अर्जुनको हालत के भयो? उनको शरीर, उनको मन दुवै पूर्ण रूपमा खलबलियो। एक योद्धाको रूपमा उनको जुन सङ्कल्प थियो त्यो चकनाचुर भयो। संसारको सबैभन्दा ठूलो योद्धा जो कहिल्यै डगमगाउँदैनथ्यो, आज ऊ भित्रैदेखि टुक्रिँदै थियो। तर अर्जुनको यो जुन निराशा थियो, यो केवल भावनामा बगेको कुरा मात्रै थिएन है, यो त एउटा गहिरो नैतिक र बौद्धिक सङ्कट पनि थियो। अब उनले युद्ध नगर्ने पक्षमा एकपछि अर्को शक्तिशाली तर्कहरू दिन थाले। उनको पहिलो तर्क के थियो?
सिधै युद्धको उद्देश्यमाथि नै प्रश्न। उनले भने, यदि जित्नको लागि आफ्नै परिवारको हत्या गर्नुपर्छ भने यस्तो जितको, यस्तो राज्यको, यस्तो सुखको के अर्थ? सबै कुरा निरर्थक छ। अनि उनको तर्कको श्रृङ्खला एकदमै डरलाग्दो थियो। उनले सोचे, पहिलो कुरा त आफ्नाहरूलाई मार्नुभन्दा ठूलो पाप अरू केही हुँदैन। अनि दोस्रो, जब परिवारै नष्ट हुन्छ तब समाजको वर्षौं पुरानो परम्परा पनि ध्वस्त हुन्छ। त्यसपछि के हुन्छ? समाजमा अराजकता फैलिन्छ, जसले पुरै कुलको नै पतन गराउँछ। र अन्त्यमा पितृहरूले पनि कष्ट पाउँछन्, किनभने उनीहरूलाई श्राद्ध र तर्पण दिने कोही बाँकी रहँदैन। यी सबै तर्कहरूले उनलाई यस्तो गहिरो निराशामा डुबायो कि उनले एउटा निष्कर्ष निकाले, युद्धमा भाग लिनुभन्दा त बरु युद्धभूमिमा निहत्था मारिनु नै राम्रो। यो त उनको पूर्ण आत्मसमर्पण थियो। अनि पहिलो अध्यायको अन्त्यमा हामी देख्छौं एक शक्तिशाली नायकको पूर्ण पतन। सञ्जयको वर्णनले एउटा अन्तिम तर एकदमै शक्तिशाली तस्बिर हाम्रो अगाडि राख्छ। एउटा पनि तीर नचलाइकन अर्जुन आफ्नो मनभित्रको लडाईँबाट पूर्ण रूपमा हारिसकेका थिए। उनले आफ्नो प्रसिद्ध धनु गाण्डीव तल फ्याँके र शोकमा डुबेर चुपचाप रथमा बसे। ल, यहाँ पहिलो अध्याय त सकिन्छ, तर एउटा एकदमै ठूलो प्रश्न छोडेर जान्छ। जब छानिएको नायक नै आफ्नो कर्तव्यबाट पछि हट्छ, जब उसले हतियार बिसाउँछ, तब के हुन्छ? हो, यही सङ्कटको क्षणबाट सुरु हुन्छ भगवद्गीताको त्यो महान ज्ञान।